यदि तपाईँ कुनै पनि महिनाको 6 तारिक, 15 तारिक वा 24 तारिक जन्मिनु भएको छ अङ्ग्रेजी महिनाको भने तपाईँको मूल अङ्क 6 हुन जान्छ र 6 भनेको चाहिँ शुक्र ग्रह अथवा भिनसको प्रभाव तपाईँको जीवनमा पर्छ। भिनसले चाहिँ भिनस भनेको लाइक हिन्दीमा शुक्रिया भनिन्छ नि, शुक्रिया भनेको लक जस्तो एभ्रिथिङ प्राप्ति हुने खालको गुड लक टाइपको नम्बर हो। यो धन सम्पत्ति आर्जन गर्नलाई एट्र्याक्ट गर्नलाई पनि यसले एकदमै यस्तो मान्छेहरूलाई बढी त्यो धन सम्पत्तिहरू एट्र्याक्ट हुने हुन्छ। अनि एकदमै परिवार ओरिएन्टेड, एकदमै परिवार फ्यामिलीको लागि एकदम केयर गर्ने, माया गर्ने, रित्तिएर माया दिने, जसलाई उनीहरूले चाहन्छन् रित्तिएर, नो त्यो देखावटी हो त्यो होइन क्या, भित्रैबाट दिने। त्यस बापत उनीहरूलाई फेरि भित्रैबाट पनि चाहिन्छ, त्यो चाहिँ अलिकति समस्या हुनसक्छ। प्लस ब्रान्ड कन्सियस, लग्जरी लाइफ, लाइमलाइटमा पढ्न चाहने कि यिनीहरू कहिले त्यो पछाडि ब्याक बेन्चर बन्न चाहने, सधैँ फ्रन्टमा सबैले कुरा गरून्, सबैले देखुन्, सो अपमा बढी विश्वास गर्छन्। त्यही भएर उनीहरूको प्रेजेन्टेसन, उनीहरूको लवाइ खवाइ पनि एकदम एट्र्याक्टिभ हुन्छ, जवान खालको देखिन्छन्, बुढै हुँदै गयो भने उमेर भए पनि उमेर गए जस्तो देखिँदैन उनीहरूको। अनि कुनै पनि ग्रुपमा कहिलेकाहीँ तास खेल्दै हुनुहुन्छ भने कोही एउटा मान्छेले प्रायः जितिरहेको हुन्छ, यदि सोध्नुभयो भने त्यो प्रभावली 6 नम्बरकै हुन्छ, किनभने त्यो एट्र्याक्ट गर्ने क्षमता पनि हुन्छ। घुम्न मन पराउने, आउटिङ गर्न मन पराउने, मान्छेहरूसँग रिलेसन राख्न, सोसियल मिडिया यो त्यसमा एकदमै एक्टिभ हुने हुन्छ। जति उनीहरूलाई देखियो त्यति उनीहरूलाई सेटिस्फ्याक्सन हुन्छ। संसारले के सोच्दैछ के भन्दैछ द्याट डजन्ट म्याटर। अनि समस्या के हुन्छ भने यदि लाइक एउटा ग्रुपमा उनीहरू एउटा सुप्रिम जस्तो सबैको लाइमलाइट हुन्छ नि त, त्यो हुँदा उनीहरू ह्याप्पी हुन्छन्। तर यदि मानव त्यसमा अर्को मान्छे आइदियो अझै ऊ जति गर्दा ऊभन्दा माथि गर्ने, त्यस्तो भयो भने उनीहरूलाई त्यो सह्य हुँदैन, सहन सक्दैन। त्यही भएर उनीहरू यति कुटिल पनि हुन सक्छन् कि जस्तो आफूलाई त्यो स्टेटमा राखिराख्नको लागि, सबैले मानुन् भन्नको लागि उनीहरूले साम दाम दण्ड भेद जे पनि गर्न सक्छन्। जस्तो कसैलाई खर्च गरिदिने, खुवाइदिने, ल्याइदिने, दिदिने, जे गरेर भए पनि उनीहरू अगाडि त्यो त्यो सुप्रिम हुनु पर्यो, पछाडि हुनु भएन। मान्छेले उनीहरूको बारेमा कुरा गर्नु पर्यो, उनीहरूको राम्रो हुनु पर्यो होइन। त्यो हुने हुन्छ। ओभरअलमा एकदमै राम्रो नम्बर हो, गुड लकको नम्बर हो। एकदम काइन्डनेस पनि हुन्छ, तर काइन्डनेस चाहिँ पर्पस हुन्छ क्या उनीहरूको, पर्पसले काइन्ड हुन्छन् क्या। भनेको ओके यसले मलाई मान्छ, राम्रो गर्छ, यो गर्छ, यसले गरोस् भन्ने हो भने चाहिँ उनीहरूले जे पनि गरिदिन्छन् क्या यतिखेर होइन। त्यो त्यो पर्पस, किनभने शुक्राचार्य भनेको राक्षसहरूको गुरु हो अनि कुटिलताको लागि परिचित छ होइन। सो त्यसकै प्रभाव यो मान्छेहरूमा पनि हुन्छ। र ओभरअलमा चाहिँ फ्यामिली केयर गर्ने, फ्यामिली लभ, अनि लभको लागि, पिसको लागि होइन, अनि धन सम्पत्तिको लागि, गुड लकको लागि, अनि ब्रान्ड लग्जरी लाइक बलिउडका प्राय हिरो हिरोइनहरूले चाहिँ आफ्नो नामलाई चेन्ज गरेर पनि 6मा ल्याउने गरेका छन्, किनभने 6 चाहिँ त्यो पपुलारिटीको लागि एकदमै महत्त्वपूर्ण अङ्क मानिन्छ। कसको मिल्यो, को यसमा जन्मिनु भएको छ कमेन्ट गर्नु होला।